भयो भयो all good I am only taking videos के हो सुत्दैला भा रौनक अब के छ त हाम्रो भोलि प्लान रौनकलाई भनिरहेको छु अहिले बक्लुली गर्ने अलिकति भोलि बिहान बसमा डे 2 मा पोखरा बसबाट कान्डे ट्रेक टु फरेस्ट क्याम्प काण्डे काण्डे जाने कान्डे ल्याछ तपाईले इट्स काँडे कान्डे ट्रेक टु फरेस्ट क्याम्प जाने एन्ड डे 3 मा फरेस्ट क्याम्प टु लो क्याम्प टु हाई क्याम्प एन्ड डे 4 मा हाई क्याम्प टु बेस क्याम्प डाउन टु लो क्याम्प डे 5 मा लो क्याम्प टु सिडिङ अनि दाक अनि अरु के राख्नु पर्छ भने त्यो दाखुलो पनि गर्न राख्नुपर्छ भनेको त्यो पनि राख अनि Good morning guys this is the day how is it के हो के जाने विचार छैन क्या बस्ने आएन यहाँ सुत्ने उड्दाखेरि सुत्ने पोरा देख मैले एकचोटि बजाउँदै हेर्छु अब त काखमा हाल्यौ क्या दुईटा ब्याग ल हुन्छ काका त्यो भ्लग खोइ उहिले बनाउँदै बनाएर यसले अब मलाई दोष दियो हाम्रो सुन्दा हाले खिच्छ मात्रै बनाउनु छैन कम्प्लिट गर्छु रवि सरले पुऱ्याउँदै हुनुहुन्छ हाम्रो केटाहरु माटी जाँदैछु म तिनीहरुको लागि आज ड्राइभिङ गर्दैछु ल धन्यवाद हामीलाई पुऱ्याइदिनु भएकोमा यसो बिहान बिहानदेखि टन्न ब्रेकफास्ट पनि खाइयो हैन अरु अब ढुक्कै भयो सिधै अब बसमा बस्ने हो हामीले टन्न फोटो हेर्न पाऊ हजुरहरुको भ्लग हेर्न पाऊ रस ल हामीले दुई चारवटा कमेन्ट ठोक्न पाऊ ल हुन्छ ल धन्यवाद स्माइल फाइनली Oh guys जिन्दगी सरर मोटर गाडीमा देख्नेले देखी जान्छ बुझ्नेले बुझी जान्छ भेट्नेले भेटी जान्छ देख्नेले देखी जान्छ बुझ्नेले बुझी जान्छ भेट्नेले भेटी जान्छ ल खाली भइसक्यो यार जसले बोक्छ त्यसले नहुन्छ ए लस्सा यो त्यहाँदेखि हाँस बोक्छ म त्यसको त्यहाँ कुखुरासम्म बोक्छु ए भोलिको सोचे धेरै बिर्सने आज ए साँझलाई पर्खिरहे ढल्किने रात ए जो बनै साँचिरहे समाउन हात ए मायालाई खोजिरहे यो दुई दिने साथ ए बुझ्नलाई गाह्रो भयो ए समय नै साह्रो गयो सायद उमेरैको दोष मन बुझाउनै आधी रह्यो So guys all good यत्रो सानो सानो धेरै ल खम इन्टरनेटै छैन डाटा अन गर्नु अफिसको डेटा के भयो त हामीलाई हटस्पट नदिएको वाला डेटा के अफिसको डेटा मधुला लेक साइड चल्दैछौँ लेक साइड होइन अब यहाँ यस्तो टक्क चिया भेटायो भने चिया खाँदै बस्ने हो अब यहाँ हावा चलिरहेछ तर यस्तो चिसो छ नि
हो नि हाम्रो यहाँ मसला पोको लागि अब तिहारको लागि भाइटिकाको लागि यहाँ मनाउँदैछौँ हामी यसरी नै मसला पोक बनाउँछ होइन ल भयो अब त्यो ए चिप्लो घर खटु बोलबोल गर्ने ए चिप्लो Day 1 of बिहान 6 बजी रहेछ है हामी अब 6 बजे चट्टो लाएर गाडी जान्छ के को भाग बन्डा हो यो के को भाग बन्डा हो यो के हो क्या स्याल रहेछ यार यो त अहिले यसको वेट घट्ने भयो नि त हेलो guys, good morning. हेलो Hello. It's 6:05. हामी समर सँगसँगै जाँदैछौँ त्यही भएर हामी त्यस्तो जाडो नहोला Oh, त्यो पनि हो। कस्तो सबैलाई चाहिँ चिसो भइहाल्यो। ओहो त्यो हामी पछाडि ब्यागको पाइल हो ल कहाँ जाँदैछौँ आयन कहाँ जाँदैछौँ भने हामी अगाडि छ अगाडि Guys, we have reached Kande. Now we are heading towards Australian camp. Breakfast. वार्म अप कार्यक्रम हुँदैछ टोलीको है तल्दी माछामा ज्याकेट पनि त्यस्तै छ फेरि हामी चाहिँ अब सिधै ब्रेकफास्ट चाहिँ अस्ट्रेलियन क्याम्पमा गएर खाने भयौँ जम लेट्स गो के छ हालखबर हाम्रो काँडैसम्मको यात्रा कस्तो हो दाजु जाडो भयो त ड्राइभर दाइसँग खुब गफ हान्दै थियो इट्स भेरी कोल्ड ल गाइजहरु वी आर हियर है हामी यहाँ है 1700 मा छौँ अब चट्टा ल्याएर ब्रेकफास्ट हामी उयो निलो डल्लोमा गएर गर्नु जाने हो अस्ट्रेलियन क्याम्प अनि माझे चाहिँ यहाँ छ है गाइस सो अब यु क्यान इमेजिन कति हिँड्नुपर्छ भनेर खाना चाहिँ मेबी हामीले यहाँ खान्छ होला आजको हाम्रो डिस्टेन्स यति मात्र होला एक फिटा मात्र है गाइस आजको हाम्रो नाइट हाम्रो फर्स्ट क्याम्प हुन्छ भोलि गएर हाई क्याम्प पर्सि गएर मार्दी गएर फेरि ब्याक टु लो क्याम्प लेट्स गो ल फुलहरू मुस्काउँ त्यो डाँडै चढ्न थाल्यो यहाँबाट कहाँ जाँदो रहेछ उयो यसो बोर्डहरू भनिदिनुहोस् त के हो त्यो
अनि बिचको अल्ल रे अल्ल रे पर्दैन यो 21,000 मिटर मात्रै हो 2100 मिटर मात्रै हो एकैछिनमा कति हो न्यू लालीगुराँसमा चाहिँ अब के हुन्छ अरे खाना खान्छ मासु भात खाने मासु भात नत्र भने भेज खाना हुन्छ अनि त्यसपछि हामी फरेस्ट क्याम्पतिर लाग्छ मासु भातको कति भेजको कति रे मासु भातको 650 अनि भेजको चाहिँ 550 100 रुपियाँ मात्रै हो डिफ्रेन्स टाइम ल्याप्स के भन्नु छ के भन्नु मुसला रमाइलो छ खाना कस्तो ओप्पी थियो ओप्पी लास्ट स्पाइसी तरकारी यस ठाउँ चाहिँ रमाइलो छ उहाँहरू चाहिँ यहाँ प्रश्न चाहिँ बुट कुट्दै हुनुहुन्छ भ्यू राम्रो छ हामी यहाँ बस्छ होइन पछाडिबाट खस्यो भने चाहिँ लास्ट डेन्जर छ अहिले पुरै हिमालहरू अहिले हिमाल सबै छ सबै तर पुरै खाली हुन्छ होइन अरू के भन्नु छ छैन नि यति पेस जुत्ता सुत्ता लाउने अनि जाने बिस्तारै जाने सजाउने अवस्था छ त्यही छ ल यो भिडियो छिटो एडिट होस् अनि आओस् Just our lunch and we are heading towards first camp. almost 6 kilometers 2 hours of our walk is left to reach first camp. रेस्ट गरिरहेको अवस्था कति स्टेप भयो अन्नै भएछ 8.12 किलोमिटर हिँडिसक्यो ब्रेकफास्ट गरेदेखि त्यो बाट यही नै 8 किलोमिटर भयो एबिसी त गरे छैन एबिसी होइन हौ अस्ट्रेलियन त्यही त अस्ट्रेलियन क्याम्प गरे छैन त्यसपछि अस्ट्रेलियन क्याम्पको अर्कै छ फेरि अस्ट्रेलियन क्याम्प कति भयो हेर्नै पर्छ यो सेभ गरेपछि मात्रै हुन्छ बुझ्नु पर्यो ल ल चल्छ के गर्छ दादा तातै हुँदैन त हात त के अहिले केही त हुँदैन नि आयन के हेडसेट लाउनु साइसकेको सुशान खै सुशान पाँडे खै Good morning. Wait, steady. आएन उ त्यो कालो ब्यागबाट मेरो चस्मा कि ल्याउ न हेर त अगाडि नै छ हात आउँछ
ल यता हेर्नु यता एकचोटि त्यसो भने यहाँ हाम्रो स्ट्रेचिङ गुरुजीले स्ट्रेचिङ गराउँदै हुनुहुन्छ शीर्षा बोला त्यसले त्यो शीर्षा बोला सुन्दरको लागि ज्याकेट चाहिँ खोलेको 10 यता 10 पिटाइ तकिया मुनि दिएर उनीको तकिया मुनि छ यहाँ मेरो कोठा काल कता गरेर ल्याइन गरेर अब होलबाट तल यो गाछ पनि पुरै तल गर्नु होल्डै 5 यो त क्यामेरा छिकेको आयो भाइ नमस्ते सेम गर्ने तर राइटमा भेट्नु खाना के गर्छ अभी सुन खाना फेरि बिचमा आयो अनि लेफ्टमा त्यो खाइ होइन भने के हो पछाडि गएर सक्छ अगाडि पछाडि दायाँ बायाँ अप ऊ यहाँ सैनिकको आर्मीलाई यसलाई सोध्नु पर्ने हो सेकेन्ड लेफ्टिनेन्टलाई यस्तो गर्दाखेरि यहाँको त्यो हाम्रो ह्याप्सिङ टङ्को छ है खुट्टाको छ नि पछाडिको अगाडि पछाडि दायाँ बायाँ अप ल हामी 7:15 मा हिँडे माउन्टेन फ्लाइट हान्दैछ त हेलो यस यो अन्त बोका जस्तो यहाँ हेर्दा उयोबाट पनि भोका जस्तो ए कहाँ देखायो भन्छ त मलाई देखाइदिएर रहेछ अनि हामी कहाँ पुगेर हामी अहिले लो क्याम्प पुगेका छौँ लगभग 2 घन्टा हिँड्यौँ हामी कहाँबाट राम्रो ठाउँ पुगेका छौँ कहाँबाट हिँडेछ 2 घन्टा पुगेछौँ हामी अघि हामी फरेस्ट क्याम्पबाट हिँडेको 7:15 मा हिँडेको 9:15 भयो ठ्याक्कै 2 घन्टा अब हामी अझै हिँड्दैछौँ पहिला कहाँ गए ल कहाँ आइपुग्यो हामी बाह्र लाएर आइपुग्यो फाइनली Damn. Oh, crowded. Very crowded. भेटायो उस मान्छेहरू भेटायो खोइ यहाँ आएछ न खोइ सब ओ खोइ त अनि त गायब भयो त यो होइन यहाँबाट तल होला नि त यता होइन जस्तो लाग्यो मलाई ऊ त्यो नि हो त्यो माथि होइन Guys, we have reached Badal Dada. Badal Dada. म कहाँ हिँड्नु म त दौडेको यो लास्ट अलिकतिमा चाहिँ एकदम गाह्रो भयो नि है त्यो झन् हामी त्यो टोय जाँदाखेरि झन् हतार हुन्छ नि त्यस्तै के
फर्स्ट 2 आवर्स त एकदम इन्जोयबल थियो कि त्यसपछि चाहिँ जाने हो के हतार छैन पुगिसक्यो अब त यही हो यही हामी खाना खाने 1 घन्टा 24 मिनेट 1 घन्टा 18 मिनेट कति हिँड्यो हामी 2 घन्टा तर चिकन खानु भने म त मोमो नै प्रश्न हिँड्नेलाई चाहिन्छ थपी भयो नि खान्छु म त वाइल्ड कार भयो ओइ समरले देख्दैन कि त्यहाँबाट त्यही भनेको नेटवर्कलाई छैन नेटवर्क थियो त कल गरेको बिजी रे लास्टमा हुनुभएको दिदी त वाइल्ड अगाडि आउनु भयो तपाईँले डायल गर्नुभएको नम्बर अलि व्यस्त छ दिइरहेको थियो त्यहाँ बाटोमा ठ्याक्क होइन तपाईँको ब्लू ब्याग यसोको आँखाको साइडबाट गएको जस्तो देखाएको थियो कि मैले यसो पनि हेरेँ होइन होला भन्नु मैले वास्ता नगरेकै हो रहेछ So guys, we have reached गाडी खाने मान्छे म high camp 3550 meters above sea level. चेन्ज गर्न पायो भने त्यहाँ This is Fistel, Hotel Fistel. अगाडि चाहिँ केही छैन यो दामी नै फिस फाइनली आउट फिस्टल यो कहाँ पुग्यो हामी स्टिल म फर्स्टमा पुगेँ यो ल्यायो हामी 7 वटा आयो हात्ती नै पर्दैन यहाँ बेलुका मात्रै जेनेरेटर बाल्छ अरे क्या अनि बेलुका चार्ज गर्ने मिल्छ खोइ त राज देख ओहो यस्तो यस्तो भइसक्यो रहेछ यहाँ होटल फिस्टेल तपाईँलाई पनि थियो यस्तो त थिएन दाइ खाना खाएर हुन्छ ए खाना खानु भयो होइन आइसक्यो त भेटिसक्यो त राजदाई राजदा कहाँ जानुभयो त्यो हाम्रो रुम कुन भनेको नि ए ल हाम्रो राजदाई अघि त भिडियो खिच्नु पाएन हिजो फेरि धेरै पछि भेटियो फेरि आफ्टर 8-9 इयर्स होइन त हामी फेरि आइपुगेका छौँ यस ओल्डी चाहिँ 4-5 वर्ष होला 2021 3 वर्ष 3 वर्ष अगाडि 3 years ago. यतातिर दाइहरूको सब टोपीमा कमान्डो लेखिरहेको हुँदो रहेछ हालिदिउँ सबैलाई भाट भाट हालिदियो सुगर काम लाग्छ चाहिन्छ यस्तो टन्ने सुगर पगार्नु लिएर आएको यो चाहिँ आजको हाम्रो रुम है कमन रुम हो आज चाहिँ चेन्ज गरिहाल्छ पास ओ गयो म सिधै ओ मनिसी गाडी भरि ल्याए त दिदीसँगै ल्याउँछ है अन्तिममा पछि पर्यो होइन सुरुमा थिएन नि उसँग ल हाम्रो रुल अनुसार चाहिँ गुलाम चोरले पानी भरेर आउँछ है मसँग सुरुमै गुलाम थियो भिडियोमा भयो नि हाई क्याम्पको बिजोग 700 गेस्ट भन्न हामीले होटल पायौँ राजदाई टु द रेस्क्यु निन्द्रामा विपना खोज्दै म कल्पनाको हुलमा अतीतको हात छुट्टियो वर्षा यहाँ माटो छोडेर बादलतिर लम्किन्छ रुख जहाँ आकाश सबैजना रुम पो छ कि छैन देखिरहेछु ओ भाइ वासरुम कहाँ छ वासरुम
उसले ट्राई होला नि त अति मन नपार्दै भन्ने मान्छे फेरि उस्तै क्या कस्तो होला Hi camp. I'm कहाँ जाँदैछौँ अब बेस क्याम्प जाँदैछौँ हेरौँ के हुन्छ Yes, sister. Look at here. And Roshan, with the son. Sketches. के समर विन्टरमा आएर कस्तो फिल भइरहेछ त एकदम दाम धेरै सजिलो छ ब्रेकफास्ट रेट ब्रेकफास्ट गर्न हामी यहाँ अब आज त्यो पनि लाग्यो जहिले के खानु नआएको भने भन्दा हामीसँग सँगसँगै अरूहरू पनि आइरहेको छ सपनामै हो कि टाढा टाढा गइरहेछु म विपनामै छु कि कस्तो कस्तो तर्किँदैछु म सपनामै हो कि यसरी चाहिँ माथिबाट तल पनि खिच्यो भने राम्रो हुन्छ कि हामी गइरहेको माथि अनि तल यार ल यार गोप्रो मैले पास थिएँ यार मलिकलाई ए तिम्रो खिच्ने भने त्यस्तो भन नि त अफ गरेर फेरि अन गर नि त योलाई गर्नुपर्ने
यो लाइट छ नि त्यो भन्दा This is Bharati Viewpoint. यहाँ क्यामेरा राखेको लग्यो है नमस्ते मेरो त ग्लोभ्स उड्यो गाड्नु जस्तो ल यो डिरेक्ट Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Lucy. Happy birthday to you. छिटै फेरि ल दाजुभाइ टोलीलाई लिएर फेरि आउँछु ल दाइ बाई बाई ओके बाइ 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 ल बाइ हजुर कामसे जानु छ है ल फुलहार के हाल्ने कि जङ्गल जङ्गल पता चला है हाल्ने म्युजिक एक्सक्युज मी अलि ठाउँ छोड बाटो छोडिदिउँ गाइज हिँडे समुद्र पारीको खाने यो सहरमा के भयो सबै छोडी गए हवाई जहाज चढेर हराउने बाटो गल्ली मलाई डरै भएन खोजिहाल्छु म आफ्नो बाटो मेरो आफ्नै गन्तव्य कहाँ तल ठाउँको नाम बिर्सेँ सिडिङ सिडिङ जाने त्यहाँबाट जिप चढेर चढेर पोखरा लाने पोखरामा एक दिन घुम्ने ओके यार लास्ट भइसक्यो यार प्रसाद हो प्रसाद हो को बाइक छ पोस्ट गाडी किन भयो यार आज हामी पोखरा अब 5 बजेमा त पुग्छै गाइस ल आधी दियो ल ल नाइट बस क्यान्सल गरिदियो है ओ तिमीहरूको नाइट बस क्यान्सल गरिदियो है नाइट बस क्यान्सल धनी मान्छे देखाएको छैन हात फलाउन सुरु है
Marit Toli guys. See you next time. Peace out. Bye bye. Love you, Bye bye.